नमस्ते साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। आज पनि मैले डोनटको रेसिपी लिएर आइसकेको छु। यो चाहिँ किनभने हामीले प्रायःजसो गाउँघरमा यसरी नै बनाएर खान्छन् र बनाउनु पनि एकदमै सजिलो छ। तपाईँहरू पनि बनाएर खान चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला है त। अब चाहिँ म यसलाई एक्टिभेट गर्न जाँदैछु। त्यसको लागि मैले सबैभन्दा फर्स्टमा मान्तातुर पानी लिएको छु र त्यसमा आफ्नो आवश्यकता अनुसारको चिनी एड गर्दैछु र 1 चम्चा यसलाई पनि एड गरेँ मैले। म तपाईँलाई के सजेस्ट गर्छु भने इस हाल्दा यसलाई चाहिँ सकेसम्म कम नै हाल्नु होला, किनभने धेरै बढी इस भयो भने चाहिँ हाम्रो दुनो चाहिँ गन्ध पनि हुन्छ र अमिलो पनि हुन्छ। त्यसैले यसलाई कम हाल्नु होला भन्दै अब चाहिँ म यसलाई मजाले घोल्दैछु। त्यसपछि म थोरै मैदा हालेर फेरि पनि फिट्दैछु यसलाई। र यसमा म एउटा अन्डा पनि एड गर्दैछु। अब चाहिँ मजाले फिटिसकेको छ। म चाहिँ अब 10 मिनटको लागि यसरी भाँडाले छोपेर राख्दैछु र 10 मिनट पछि हेर्दा इस चाहिँ फुलेर यस्तो भइसकेको छ। साथीहरू तपाईँले पनि देख्न सक्नुहुन्छ। र साथीहरू यो इसले चाहिँ हामीले मैदा मुस्दा मैदामा हाल्नुपर्ने हुन्छ। अब चाहिँ म मैदा मुस्न जाँदैछु र साथीहरू तपाईँले पनि आवश्यकता अनुसारको मैदा लिनु होला। हामीले डोलाई चाहिँ अलिक गिलो नै बनाउनुपर्छ। त्यसको लागि अघि हामीले बनाएको इसले चाहिँ यसरी हाल्दै हामीले डोलाई अलि गिलो बनाउनुपर्छ। ल साथीहरू, मैले डोलाई चाहिँ हल्का गिलो बनाइसकेको छु र अब चाहिँ म यसलाई 20 मिनटको लागि छोपेर राख्दैछु। यदि तपाईँहरूसँग टाइम छ भने 1-2 घन्टा पनि छोपेर राख्न सक्नुहुन्छ। त्यति राख्दा चाहिँ हाम्रो डो मजाले फुलिसकेको हुन्छ। ल साथीहरू, अब चाहिँ 20 मिनट पछि हेर्दा डो चाहिँ यतिको फुलिसकेको छ। अब चाहिँ ढिलो नगरी म बनाउनतर्फ लाग्छु। अब चाहिँ अलिकति हातमा तेल लगाएर डोलाई अझ अलिकति मुस्नुपर्ने हुन्छ। त्यसो गर्दा डो हातमा पनि टाँसिँदैन। र डोनटलाई चाहिँ हामीले बेलेर पनि बनाउन सकिन्छ, तर आज म तपाईँलाई चाहिँ हातले नै बनाएर देखाउँदैछु। र त्यसको लागि अब चाहिँ म आफ्नो मुठीमा अन्य गरी एउटा डो लिँदैछु। तपाईँहरू पनि लिनु होला त्यसै गरी नै। त्यसपछि डो लिइसकेपछि हामीले त्यसलाई डल्लो पार्नुपर्छ र डल्लो पारेपछि औँलोको भागले हामीले त्यसले पल परेर जुन भागमा चाहिँ मोटो छ त्यो भागलाई चाहिँ तानेर अनि हामीले बनाउन सकिन्छ। र अब म बाँकी डोलाई पनि त्यसै गरी नै बनाउँदैछु।
र अब चाहिँ मैले तेल तताइसकेको छु र तपाईँहरूले पनि तेल तताउँदाखेरि ग्यासको हिटले चाहिँ लोमा राख्नु होला, नत्र भने हाम्रो दुध चाहिँ बाहिरको भाग चाहिँ छिटो डढ्ने अनि भित्र चाहिँ नपाउने हुन्छ। फेरि दुनटलाई बिचमा चलाउँदै अनि तलको भाग चाहिँ ब्राउन कलरमा निस्केपछि हामीले त्यसलाई पल्टाउनु पर्छ। अब चाहिँ यतिको ब्राउन कलरमा निस्केपछि हामीले झिक्दा पनि हुन्छ। अब चाहिँ म चाहिँ यसलाई यतिमै झिक्दैछु र तपाईँहरूले चाहिँ कतिको रातो मनपर्छ त्यो अनुसार तपाईँहरूले पनि अझै खाना लाउन सक्नुहुन्छ। र बाँकी रहेको दुनटलाई पनि म त्यसै गरी बनाउँदैछु। ल साथीहरू, अब चाहिँ दुनट फुल्ली तयार भइसकेको छ र तपाईँले पनि देख्न सक्नुहुन्छ दुनट कतिको कोमल भएको छ भनेर। दुनटलाई अब चाहिँ तपाईँहरूले तरकारी बनाएर अथवा चियासँग पनि खान सक्नुहुन्छ है त। अनि साथीहरू, तपाईँहरू पनि एकचोटि घरमा बनाएर खाइनुहोस् ल। अनि के कस्तो लाग्यो आजको भिडियो? यदि तपाईँहरूलाई पनि मन पर्यो भने च्यानललाई लाइक, कमेन्ट, सेयर गरी सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजको भिडियोबाट बिदा हुन्छु है त। बाई बाई।